बोलेको मजाले वेट गर्ने है। जति वेट गरे त्यति नै तपाईँहरूको कपालको रेसाहरू मजाले देखिन्छ। ओके छ? अब चाहिँ नि उसले चाहिँ लेन्थ नघटाउने भनिरहेको छ है। ल हाम्रो चाहिँ नि यसरी बक्स एरिया लियौँ, लेन्थ नघटाउने भनेपछि हामीले नकाटौँ है यति जति। लुक्यो यति जति, अझै त्यसमा नि अलिक कम। त्यसरी हामीले के गर्यौँ, सबै कपाललाई स्ट्रेटमै काट्यौँ। ठिक छ? 0 डिग्रीमा राख्ने अनि माथि ल्याएर काट्दाखेरि हुन्छ है। यो चाहिँ 0 डिग्रीमा काट्यो फर्स्टको। अब हाम्रो स्टेप कटमा के थियो, हामीले एङ्गल उठाउँदै काट्ने भनेर थियो होइन। अब फर्स्टलाई 0 डिग्रीमा काट्यौँ भनेपछि हामीले सेकेन्ड पार्ट गर्नु पर्यो। त्यसपछि चाहिँ अलिकता कपाल लिने, फर्स्टलाई 0 डिग्रीमा काट्यौँ पावर अफ गर्यो। अब यो हाम्रो के भयो, सेकेन्ड लेयर भयो है। सेकेन्ड लेयरलाई नि मजाले भिजाउने, यहाँ टुप्पा टुप्पामा भिजाउनु पऱ्यो किनकि हाम्रो यो काटेको पहिलाको गाइडलाइन त तल हुन्छ। मजाले काटिसकेपछि चाहिँ अब चाहिँ नि अरू बेला हामीले हातलाई सिधा राखेर काटेको थियौँ नि यसरी, अब चाहिँ यसरी ठ्याक्क डाउन भयो। अब चाहिँ नि एकदम गाह्रो छ है। यसरी आर्टको सिकाउनु भएको यसरी अब चाहिँ स्ट्रेटमा। अघिसम्म हामीले यसरी लेथ्यौँ भने अब चाहिँ नि ठ्याक्क हामीले सिधा यताको र उताको कपाल बक्स एरिया लियौँ, बक्स एरियाबाट यसरी सिधा काट्यौँ, राख्यौँ हातलाई यसरी। अब चाहिँ नि 45 डिग्री एङ्गलमा उसको चाहिँ नि यो छुटेको कपाललाई छोडिदिने है। यहाँ नछुटेको कपाल छ यसलाई बक्स एरिया मान्ने, गाइडलाइन मान्ने। यो गाइडलाइन अनुसार हामीले यो माथिको कपाललाई यसरी काट्ने। बुझ्यो? नदेखेकोहरू यता आयो हुन्छ है। छोड्दाखेरि के भयो, हाम्रो लेन्थ यहीँ छ, माथिको कपाल मात्र घटेछ होइन। त्यही अनुसारले यो साइडमा लाने, साइडको कपाल अनि बक्स एरियाको कपाल छोडेर लिने। यसलाई पनि के गर्ने, भर्टिकलमा यसरी मजाले कोर्ने है। भर्टिकलमा लिने यसरी 45 डिग्री भनेको उठाएर, 0 डिग्री भनेको यहाँ हुन्छ, 45 डिग्री भनेको यतिको हातलाई हल्का उठाएर। पहिलाको यहाँ छ गाइडलाइन अनि यहाँ छ हाम्रो बक्स एरियाको कपाल। यसलाई गाइडलाइनलाई यसरी काट्यौँ। ठिक छ? छोड्दाखेरि तलमा मैले जम्मा 3टा स्टेपको देखाइदिन्छु है तपाईँहरूलाई। 4वटा स्टेप, 0 डिग्री, 45 डिग्री, 90 डिग्री र 180 डिग्री भएर। यदि माथिको कपाल धेरै छोटाउनु छैन भने 180 डिग्री नै पुऱ्याउनु पर्छ भन्ने चाहिँ छैन है। फर्स्टमा 45 3 यहाँ छ हाम्रो गाइडलाइन, यही अनुसार यसरी हामीले काट्यौँ। ठिक छ नि? जुन साइडको कपाल हो त्यही साइडमा जाने है। यो साइडको कपाल छ नि, म पनि यतै आछु नि। पहिलाको ध्यान चाहिँ यो कट्टो भित्र कस्तो हेर्नु है, यहाँ छ गाइडलाइन, यहाँ तल गाइडलाइन छ। अब यो गाइडलाइन अनुसार यसरी काट्नु। ठिक छ? अब फेरि हामीले के गर्ने, मिडल पार्टिसन गरेर उता काटिसक्यौँ नि कपाल। अब यता कपाल काट्ने।
बक्स एरिया त पहिल्यै काटिसकेको थियौँ, गाइडलाइन भइसकेको थियो। मजाले कोम गर्ने, 45 डिग्रीमा राख्ने, हाम्रो गाइडलाइन हेर्ने, स्ट्रेटमा कट गर्ने, थोरै गाइडलाइन लिने अनि काट्नुपर्ने कपाल थोरै लिने, कोम गर्ने, मजाले भर्टिकलमा हात राख्ने, कोम गर्दै तल झर्ने, 45 डिग्री एङ्गलमा राख्ने, गाइडलाइन हेर्ने अनि काटिदिने। ठिक छ। फेरि गाइडलाइन लिने, यताको काटेको कपाल र नकाटेको कपाल लिने, मजाले कोम गर्ने, 45 डिग्री एङ्गलमा लाने, गाइडलाइन हेर्ने यसरी अनि काटिदिने। यतिमै डिफ्रेन्स आयो नि तल र माथि। फेरि अब अर्को लेयर निकाल्ने होइन। जाने, कोम गरे, बक्स एरिया लियो भर्टिकलमा। अब अघि हामीले 45 डिग्री 80मा उठाथ्यौँ भने अब 90 डिग्री। 90 डिग्री भनेको जहिले पनि टाउको र ढाडको सिधा, यो सिधा अनि यता सिधा हुन्छ है। यसरी सिधा ल्यायो। अब यहाँ छ नि हाम्रो गाइडलाइन, यो गाइडलाइन अनुसार मजाले काट्ने। तल जाँदा के भयो, कपाल यसरी माथि आउँछ है। अब भिडियो पार्टिसन गरेर उताको गाइडलाइन छुट्याइदिने अनि उताको गाइडलाइन मजाले 90 डिग्रीमा लिने। यहाँ गाइडलाइन लेखेको छ, त्यो गाइडलाइन अनुसार मजाले काटिदिने। है बुझे हम नि ग्रुपमा पठाऊ है भिडियो आफूले भोलि स्याटरडे प्र्याक्टिस गर्ने।
देखेन नि चाहिने यो पुरैलाई काट्न मिल्यो है। अब चाहिने यो पुरै माथिको क्राउन एरियाको कपाललाई लिने, तलको थोरै गाइडलाइन लिने यसरी हैन। यो गाइडलाइन लिइसकेपछि यसलाई पनि मजाले भर्टिकलमै कोर्ने। अब 180 डिग्रीमा काट्दा बेसरी नै छोटो हुन्छ हैन, किनकि 180 डिग्री भनेको त के हो, ठ्याक्क कपाललाई सिधा माथि लाने भनेको, त्यो देखाएको है। 180 डिग्री भनेको सिधा माथि लाने, यसरी सिधा माथि लाँदा त उसको त यति धेरै कपाल जान्छ, यहाँ आउँदा कहाँ आउँछ, यहाँ आउँछ नि त। तर 180 मै काट्यो भने ठिकै हुँदो रहेछ उसको। 135 भनेको यतिसम्म हुन्छ होइन। 135 मा राख्दा उसको कपाल कति घट्छ है। होइन पछाडि 135 मा राख्दा उसको कपाल यहाँसम्म आउँछ, यहाँसम्म अलि लेयर देखिँदैन है। यो 180 मै काट्दिएँ है त मैले उसको, जान्नु है कपाल। अब लास्टको कपाललाई हामीले 180 मै काट्यौँ है त। ठ्याक्क हाम्रो गाइडलाइन कहाँ छ, ठ्याक्क यहाँ छ है, देखेछ नि गाइडलाइन। यो सानो कपाल काट्दाखेरि यतिमा आउँछ, यहाँभन्दा धेरै त माथि जान्न है। अब मैले छोडिदिएँ, कता उसको ठ्याक्क यहाँसम्म छोटो यहाँ छ के त तिम्रो, यही अनुसार काट्नुहुन्छ नि त। उसको चाहिँ नि पहिले काटेको छ काट्नु अनि एकचोटि हेर्छु के काट्नु अनि हेर्छु होइन कि यो यही के अरे यस्तैको बराबर काट्नु, नभए अझै अगाडिको काट्छु भनेर। कपाल काट्ने हुन्थ्यो र अब काट्यो त त्यो त हो, काट्ने नै भनेको। यसरी मजाले फ्रन्टमा स्ट्रेट ल्याउने है। उसको चाहिँ नि लेन्थ यति छ है, यहाँ छ तिम्रो लेन्थ हेर, यहाँबाट यति मात्र 1 इन्च मात्र काट्दैछ। ल स्ट्रेटमा यसरी काट्दैछ है, लाग्दैन हौ लाग्दैन। ल ठिक छ। फेरि मिडल पार्टिसन गरेर यसलाई स्लोपिङमा चप 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 गरिदिनु। यसरी एङ्गलमा हात राख्ने होइन। अब उसको चाहिने ठ्याक्क यो काटेको भागलाई यसो छुट्यो नि, त्यहाँबाट हामीले हल्का मात्र चपिङ गरेर हाने है तलतिर। यस्तो गर्दा काम त बिगारिन्छ। पेटमा राख्ने, माथि कपाल हल्का छोडिदिएपछि त्यसलाई